ल हजुरमा आज यो वन पर्व महाभारतको बाट मैत्रेय व्यासले सम्झाएको नमानी दुर्योधन वनमा जानु हमला गर्न गन्धर्वले पक्री युधिष्ठिरले छुटाउनु भन्ने पढ्दैछु। ध्यान दिएर सुन्नुहोला। यसलाई लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला र राम्रोसँग हेरिदिनु होला, सुनिदिनु होला। धन्यवाद। गए ऋषित कृष्ण फेर लिएर सत्यभामानी भयो गमन द्वारकातिर दिताहाँ पनि। कुनै दिन घुमी फिरी मुनिजी व्यास मैत्रेय गई सम्झाए धृतराष्ट्रको दुःख नदेऊ निष्ठुर भई। विराम छैन एक समान गर भनेर दुर्योधनै तर्फ फर्की भन्नुभयो मती नल्याऊ यो बिग्र नै। हितै वचन बिख गर्यो मुनि फिरे परिदिक्क नै। कुनै दिन ऊ काम्यकै घुमी फिरे कुनै ब्राह्मणै। कुदेर डिहली महा खबर सुनि डाकिली दुर्योधन पुछे ती पाँच भनन बढ्दछन् के भई। कहे खबर तिनीले सुनन दुखी छन् पाण्डवै। ती खाली भुइँ सुत्छन् नमिली खानु पिनु कबै। छैन मौसुर सधैँ बहुत दुब्ला छन् तिनी। विचार गर्नुहोस् रुँदै द्रौपदी रानी बस्छिन् भनी। सुनेर धन दुर्दशा मन खुसी गर्यो फुलदै। शकुनी कणैहरू कुवती हाँसी गदगद हुँदै। सल्लाह पनि ठिक गरे अब लिएर सेनाहरू। बढेर गई काम्य बन तिनीकनै त संहार गरू। बलैहीन तिमार दिए सही बेर मौका गरी। निकण्टक गरौँ भने छले शिकार बहाना धरी। गएर धृतराष्ट्रसँगले बिदा हिँडे वनमा। दुई त वनमा पुगे फौज लि धेरै तहाँ। थियो एक तलाउ बेस गन्धर्व त घुम्थे वहाँ। क्रीडा गर्न आउँथे बहुत देखि फौजै यहाँ। कहे थल बिहार हो सकल हाम्रो हट भनी। नमानी फौजै रह्यो कुवती मारिदिए भूषगनी। सुयोधन नजर परी शब्द भो र खुब बेगले। अघोरसित लडे भिडे सबै रिस चढेर गन्धर्वले। लडी अधिक मारिदिए फौजलाई तिनले धसी। वीरैहरू घमण्ड फेर कर्णको उड्यो तेजसी। आहा 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 भनी कर्ण मागी सेना डरी। भागेर दूर दूर गएछिन् महा बरु के अडी। सुयोधन टिकिरहे लडिती एक्ला ज्यान धसी। थके बल चलेन केही सहज पक्री पाता कसी। दुशासन शकुनी फेर सहित पापीको बेगले। गएर ताही बाज झैँ झप्टी पक्री गन्धर्वले। घसिटी सबली चले पीडित भिर रुँदै गए। आहा गरी कराउँथे सुन्योने दया हृदय। युधिष्ठिरजी साथमा शरण झट्ट मन्त्री गई। सबै दुर्दशा कहे भीम भने हाँसे खुस भई। युधिष्ठिरजी भन्नुभयो नगर सम्झना यो अरू। अधर्म तिनी जे गरून् तर ती भाइ हुन् अरू के गरू। घरै भित्र जे हवस सहन पर्छ आफ्नामा। विदेशीहरूले लगे इज्जत जान्छ हाम्रो यहाँ। ती सामु नङ्कासरी भई परे अरूमा कहाँ। न हामीहरूले गरे कौन गर्छ अन्तै महा। नलेउ रिस यो घडी सुनन भाइ सबले गई। मिठो वचन काम बने नलडी आऊ फोइदी। नमानी गन्धर्वले तिनीहरू पनि जोर गरी। सुयोधन ती भाइ सब कैदीदेखि फोए लडी। हुकुम सुनि सब गई रस गरे अधिवातले। नमानी गन्धर्वले रण भयो ठुलो घोरले। ती अर्जुन चलाई सर सकल ढाक्दिए जाल झैँ। पीडित गन्धर्व भई उडी गए र आकाश गई। चलाए तिनीले पनि बहुत बाण वर्षा सरी। विमानहरूमा थिए सकल कैदी राम्रो गरी। विमान नि ताकी बाण जुक्ति साथ अर्जुन तहाँ। विमान गन्धर्व धेर सहित प्राण गिराए वहाँ। तिनी सब महा ठुला चित्रसेन नामका थिए। निशान अर्जुनले तिनका नै त ताकी लिए।
कराइमित हुँ भनी किरीट बाँड रोक्दा भए, झरेर अनि चित्रसेन अङ्ग मिलाई तहाँ लिए। भने ती अर्जुनले भन न मित्र के काम परी, अनुचित गरेर यो पकडी बन्दुलियौ धरी। यी बात सुनि चित्रसेन वचन यो कहे कौरवै, यी दुष्ट तिमीहरूका वध निमित्त आए कवै। छैन कुछ मालुमै तिमीहरू त सोझा हति, यी पापीगण इन्द्रका लाग्छु सामुमा यही गति। सुनेर अर्जुन भने मधुर बोली हे मित्रै, युधिष्ठिरजीको हुकुम यही छ जान्नुहोस् छोडदी। सुनि उत्तर फेर दिए चित्रसेनले के गरी, यी पापीहरू छोड्देऊ बहुत निन्दितै हर घडी। युधिष्ठिर र द्रौपदी कनै गर्दछन् मन परी, यी योग्य पनि छोड्ने कसै होइन तै केही गरी। ननाग्दैन हुकुम भनी मनाग्दैन हुकुम भनी, अधमलाई लिअनी युधिष्ठिर थिए जहाँ चली गए सबैले पनि। भयो हुकुम छोडिदिनुहोस् गरी ली प्रशंसा अनि, यी पास उपासहरू काट्दै चली गए ती स्वर्गै पनि। खराब गर्ने हवस सुजनले दया राख्दछन्, तिनै धर्मी मुक्त छन् सकल शास्त्रले भन्दछन्। युधिष्ठिरजीले गला सबकनै लगाई तहाँ, हुकुम भइगयो अनि सुनन भाइ कल्याण यहाँ। होस् तिम्रो सधैँ दुख नमानि जाऊ भनी, बिदा दिनुभयो गरे सब प्रणाम लज्जित बनी। फिरे दुर्योधन पनि कुछ नबोली बाटो भरी, गरेर मन ग्लानि धेर दुखी भएर चिन्ता धरी। कसेर गन्धर्वले जित गरिलिएको तहाँ, सुयोधन नबिर्सी चोट सधैँ बस्दथे दुखमा। आज अब भोलि गन्धर्वसँगको हारले दुर्योधनमा ग्लानि दुर्वासालाई वनमा बेबखतमा खान पठाउनु कर्णको दिग्विजय यज्ञ।